नेपाली राजनीतिक इतिहासमा पहिलो पटक विरोधीहरूले विरोध गर्नका लागि कुनै कन्टेन्ट नै छैन कि। अचम्म लाग्दैन? कुनै कन्टेन्ट नै छैन। भयो त चुनाव अगाडिसम्म बालेन सरकारलाई चाहिँ विदेशी एजेन्ट हो, लुसिफर हो, अनि एमसिसी पास गर्छ, एसपिपी पास गर्छ भनेर चाहिँ पुरै एउटा मूल एजेन्डा नै भएको थियो विरोधीहरूको के। अहिले आएर बालेन शाहले त्यो नेपाली सेनाहरू कुनै पनि सैनिक गठबन्धनमा नलाग्ने र एमसिसी पास नहुने, एसपिपी पास नहुने बताइसकेपछि त्यो एउटा भएको कुनै तुक नभएको एउटा कन्टेन्ट पनि फेल खायो। अब नेपालमा घन्टी पार्टीको चाहिँ विरोध के गरी गर्छन् होला के, कन्टेन्ट के निकाल्छन् होला। अब सम्पत्तिको कुरा निकाल्दैछन्। सम्पत्ति भनेको त त्यो आफू चाहिँ अरूको कुरा काटेर बस्ने, अनि अरूको स्रोत खोजेर बस्ने, अनि आफूसँग चाहिँ आय स्रोतको कुनै एउटा स्रोत नै नभएको मान्छेले गरेर आउन्। त्यसमा कुनै तुक नै छैन त्यो पनि, होइन। अब यो एमसिसी एसपिपीवाला कन्टेन्ट पनि फेल खाइहाल्यो। अब के गर्ने? ए सरकार केही त देऊ, रोजगारी देऊ न, रोजगारी देऊ। बिचरा विरोधीहरूलाई पनि एउटा कन्टेन्ट त देऊ। कुनै कन्टेन्ट नै नछोडिदिने भने विरोधीहरूलाई। अनि के चाहिँ गर्छन्, के गरेर चाहिँ कमाएर खान्छन् भने के गरेर चाहिँ उफ्रिन्छन्, के चाहिँ बोल्छन् भने बोल्ने बाटो केही नै नराखेपछि अलिकति कि चाहिँ विरोधीहरूलाई पनि कन्टेन्ट देऊ, होइन भनेदेखि ती विरोधीहरूलाई रोजगारीको व्यवस्था गर। त्यति पनि सकिन्न भने निःशुल्क खान बस्नको सुविधा देऊ। अत्याचार गर्नुहुन्छ यार विरोधीलाई पनि, अत्याचार गर्नु हुँदैन। विरोधीको पनि खाने बाटो राखिदिनुपर्छ के, होइन भने सरकारले निःशुल्क खाना बस्नको व्यवस्था गर्नुपर्छ।